हेलो साथी, नमस्ते। फेरि पनि म ग्रिसबाट। हाम्रो एकजना साथीले इलिगललाई के गर्छ सरकारले, अनि भिजिट भिसामा आएर काम गर्न मिल्छ कि मिल्दैन भनेर भन्नुहुन्छ होइन। अब खासमा अहिले इलिगललाई चाहिँ अब अलि टाइट गरे हो। अब भनौँ न, सहर बजारतिर हिँड्दाखेरि ट्रेन गाडीमा हिँड्दा चाहिँ एकदम टाइट गरेर चेकिङहरू गर्ने, यता गर्ने उता गर्ने गरेर अब गाह्रो छ यसलाई भन्नुपर्दा चाहिँ। अब डिपोर्टै गरे चाहिँ सुन्ने छैन नेपालीहरूलाई होइन। अब तपाईँको 18 महिनासम्म जेलमा हाल्ने भन्ने कुरो छ कि डिपोर्ट गर्ने भन्ने कुरो छ। अब त्यो लागु त भइसकेको छैन। सञ्चार माध्यममा अब मन्त्रीहरूले चाहिँ अब प्रेसमा चाहिँ कुराकानी चाहिँ गरिराखन्। अब त्यो जुनसुकै बेला पनि लागु हुनसक्छ। यो ग्रिसको तपाईँको नियम कसैलाई केही पनि थाहा छैन कि, त्यही भएर कुन बेला के गर्छ सरकारले भन्ने थाहा छैन। अनि अर्को कुरो, यो भिजिट भिसामा आएर काम गर्न मिल्छ कि मिल्दैन भन्नुभएको छ। यो खास युरोपतिर मिल्दैन तपाईँको। अब यहाँ कस्तो छ भने 6 महिना 9 महिना भिजा लाएर आएको मान्छेहरूले त तपाईँको भिजा थप नगरिदिएपछि इलिगल भएर काम गर्नुपर्छ। अब भिजिट भनेको त तपाईँको त्यो क्याटेगोरी नै छुट्टै भयो कि होइन। अब घुम्न आउने, उपचार गर्न आउने होइन, एउटा सीमित एउटा कामको लागि आउने भिजामा आइसकेपछि त्यसले त अब अर्कोमा चेन्ज गर्नलाई त तपाईँ त अब त्यो सम्भवै छैन नि तपाईँको। अब त्यो भिजिटमा आउँदाखेरि तपाईँको अब एम्बेसीतिर भनौँ न, अब त्यसरी वर्क पर्मिटहरू नझारिकन यतिकै अप्लाई गरेर आफूले अब ब्यालेन्सहरू देखाएर आफ्नो कुन प्रयोजनको लागि हो त्यसरी आइन्छ। अब तपाईँको वर्किङको लागि आउँदाखेरि त अब सबै भनौँ न एम्बेसीमा भिएफएक्स गरेर वर्क पर्मिट निकालेर अब निश्चित क्राइटेरिया पुरा गरेर आइन्छ। अब यहाँ आइसकेपछि त्यो भिजा चेन्ज गर्न एकदमै गाह्रो हुन्छ। मैले चाहिँ अहिलेसम्म सुनेको छैन। अब यहाँ 2-3 जना आएको साथीहरूको स्टुडेन्टमा भएको साथीहरूको पनि चेन्ज गर्न मिलेको छैन। स्टुडेन्टमा आएर पनि स्टुडेन्ट सकेर पनि भिजा चेन्ज गर्न मिलेको छैन भन्ने कुरो सुनिन आएको। तर जहाँसम्मलाई चाहिँ यो भिजा चेन्ज गर्न मिल्दैन। युरोपतिर एकदमै टाइट हुन्छ, कडा हुन्छ। किनभने भिजामा सिजनल भिसामा आएको साथीहरूको त तपाईँ कामकै लागि 3 महिना काम गर्न आएको साथीहरूको लागि त त्यसपछि रिन्यू गरिदिँदैन, थप गरिदिँदैन, नेपालै फर्किनुपर्छ भनेपछि तपाईँहरूको त त्यो घुम्न आएको भिजिटको लागि आएको साथीहरूको त कसरी वर्कमा चाहिँ चेन्ज गर्नुहुन्छ, त्यो असम्भवै छ। त्यही भएर त्यतातिर नलाग्नु होला। वर्क पर्मिट झारेर नियमअनुसारै राम्रोसँग आउनु होला। जुनसुकै कन्ट्रीमा आए पनि त्यसरी वर्क पर्मिट झारेर श्रम स्वीकृति लिएर सबै कुरा बुझेर आउनलाई म अनुरोध गर्दछु है त। हस् त, नमस्ते।